हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी म चाहिँ भनेको आज केसेले खोला नेरी छु हैन। यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ बगिरहेछ पानी, वहाँ माथिदेखि आइरहेछ केसेले खोला यो हैन। यहाँनिर उतापट्टि चाहिँ कन्स्ट्रक्सनहरू गरिँदैरहेछ हैन, कन्स्ट्रक्सनहरू गरिँदैरहेछ हैन, जस्ट कन्स्ट्रक्सनहरू गरिँदैरहेछ। यहाँ मुनि छ पानी हैन, मुनि पानी नेपाली छ हैन। उता तपाईँहरू देख्न सक्नुहुन्छ बाख्रा चर्दैछन्, कसैले बाख्रा चर्दैछन्, कतै उतानेरि ट्र्याक्टरको लोडहरू पनि रहेछ। उहाँ पहाडी तपाईँहरू देख्न सक्नुहुन्छ मान्छेहरू बसेर तास खेल्दैछन् जस्तो छ हैन। अनि यहाँ चाहिँ खण्डार रहेछ, उहाँ पाहाडीनेरिबाट चाहिँ तर्ने उता माथिबाट छ है पुल चाहिँ, माथिनेरि एउटा छ जस्तो छ पुल हैन। यहाँ चाहिँ अहिले चाहिँ तर्ने ठाउँ चाहिँ छैन हैन। यो चाहिँ केसेले खोलानेरि हो। घुम्न भनेर निस्केर आएको हैन। कति बस्नु घरमा बस्दा बस्दा मोबाइल चलाउँदा बोर लागेर आएको हैन। यहाँनिर चाहिँ कन्स्ट्रक्सनको कामहरू हुँदैछ हैन, तपाईँहरू देख्न सक्नुहुन्छ हैन। कन्स्ट्रक्सनहरू यहाँनिर चाहिँ गरेको बालुवाहरू निकालिँदैछ हैन। तपाईँहरू देख्न सक्नुहुन्छ पानी छ हैन। तपाईँले पानी देख्न सक्नुहुन्छ यो बालुवा पानी। म चाहिँ अहिले किनारमा छु हैन, केसेले खोलाको किनारनेरि छु हैन, किनारनेरि छु। पानी चाहिँ अहिले फोहोर छ जस्तो छ हैन पानी। यहाँ फोहोर तपाईँले देख्न सक्नुहुन्छ यहाँ पानी। बिहान बिहानै कसैले मान्छेहरूको आउने ठाउँ पनि हो यो, प्रायः जस्तो मान्छेहरू आइरहेको हुन्छन् आउने ठाउँ हैन, आउने ठाउँ पनि हो। बिहान बिहानै आउँछन् मान्छेहरू खोलाको किनारमा बसेर हगिरहेको म देख्छु हैन। तपाईँहरू देख्न सक्नुहुन्छ पनि कति भिडियोमा हालिरहेका हुन्छन्।